यदि तपाईलाई धेरैजसो अपच हुने समस्या हुन्छ भने यी 5 योगासन गर्नुहोस्। पहिलो, पश्चिमोत्तानासन। दिनमा 10 पटक गर्नुहोस्। दोस्रो, अर्ध मत्स्येन्द्रासन। यसलाई 6 पटक दोहोर्याउनुहोस्। तेस्रो, मण्डुकासन। वज्रासनमा बस्नुहोस्। मुट्ठी बनाएर नाभि नजिक राख्नुहोस् र अगाडि झुक्नुहोस्। अब सुत्ने अवस्थामा अभ्यास गरौँ। 4. एउटा खुट्टा छाती नजिक ल्याएर समात्ने। पहिले दायाँ खुट्टा करिब 10 राउन्ड र 10 साससम्म होल्ड गर्नुहोस्। 5. पवन मुक्तासन। पाचन सुधार गर्न धेरै उपयोगी आसन। अन्त्यमा दुवै खुट्टा दायाँपट्टि झारेर टाउकोलाई बायाँतिर फर्काउनुहोस्। त्यसपछि अर्को साइडमा पनि दोहोर्याउनुहोस्। यी योगासनहरू नियमित गर्दा पाचन प्रणाली सुधार हुन्छ र अपचको समस्या कम हुन सक्छ।